नमस्ते नमस्कार वेलकम टु साम्पाङ रानी ब्लग। तपाईहरुलाई चाहिँ मेरो आजको यो छोटो ब्लगमा स्वागत छ। यो चाहिँ मेरो फर्स्ट भिडियो हो। तपाईहरुलाई कस्तो लाग्छ? राम्रो लागे लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है। अनि तपाईहरु सन्चै हुनुहुन्छ होला? म पनि यहाँ सन्चै छु, तर यहाँ मेरो गालोमा चाहिँ एउटा पिम्पल आएको छ के पिम्पल आएको छ। अनि म पनि एकदमै आरामै छु। अनि यहाँ चाहिँ मेरो भाइ छ, मेरो बुनु होमवर्क गर्दैछ हैन। आज चाहिँ हामी करेन्ट चौचौको भिडियो लिएर आएको छौँ। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्छ? राम्रो लागे लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला। हुन्छ अब चाहिँ म मेरो भाइलाई पसल पठाउँछु हैन। फाइनल्ली ल्याइपुर्यायो मेरो भाइ बुनुले करेन्ट चौचौ र ड्यू करेन्ट चौचौ। मैले पानी उसिनिसके, पानी बसिसके। यो हामी चाहिँ हाम्रो भाषा धेरै बोल्ने भएकोले के बोल्छौँ। अब चाहिँ छ दुईटा करेन्ट चौचौ। म यसलाई बनाउने छु। के हो बोल्दा बोल्दा पनि मुख पनि के हुन्छ। ओके फाइनल्ली हाम्रो करेन्ट चौचौ चाहिँ रेडी भइसक्यो। यो चाहिँ बुनुको लागि, बुनु चाहिँ सुप बिना खाने भन्यो। भाइ र म चाहिँ सुपसँगको खाने भनेर हामीले चाहिँ सुपवाला बनाएको छौँ। हेर्नुहोस्, हेर्दै खाउँ लाग्ने छ हाम्रो खाजा। हाम्रो चाहिँ 2 PM पनि रेडी भइसकेको छ। अलिक देखिँदैन क्या मजाले। हामी चाहिँ अब खान्छौँ। खाऊ है अलिकति आऊ न। म त झोल नदिन खान्दैछु। सुपसँगको पनि मलाई चाहिँ मनपर्छ र सुपसँगको बनाएको अलिकति आऊ न। भाइ र मैले चाहिँ हामीसँग चाहिँ जिउ पनि छ पिरो भयो भने गफदै खाऊ। कस्तो भयो? मिठो। करेन्ट चौचौ मिठो भयो। मिठो। हामीले चाहिँ खाजा खाइसक्यौँ। तपाईहरुलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। अब फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। बाइ बाइ।